हेलो साथीहरू, स्वागत छ सबैजनालाई सम्झना मुक्बाङ भिडियोमा। आज चाहिँ म मुक्बाङ गर्दैछु अनि मैले चाहिँ आज के लिएर छु भनेपछि साथीहरू, यता चाहिँ बोडी र आलुको तरकारी, अनि यहाँ छ पोर्कको मासु, त्यसपछि यता छ मेरो उसको के अरे पोर्कको हड्डी पनि छ, अनि यता भात लिएर छु साथीहरू, अनि यता बोडी र आलुको तरकारी, यता चाहिँ छ चिसो। अब चाहिँ म भात खान स्टार्ट गर्छु। अनि हाम्रो चाहिँ घर बन्दैछ, त्यहाँ चाहिँ अलिअलि आवाज आउँछ साथीहरू, सबैजनाले माइन्ड नगर्नु होला। ल साथीहरू, मैले चाहिँ खाना सुरु गर्दैछु। ल खाइ साथीहरू। यो चाहिँ कोकमा चाहिँ पुरै आइस जमेको छ। एकदमै मिठो अनि स्पाइसी भएको छ। अनि हाम्रो चाहिँ यो आफ्नै घरको अर्ग्यानिक चामल हो। आज चाहिँ मैले दाल नलिएर आएको साथीहरू, यस्तै सुक्खा खाने भनेर। हड्डी पनि छ कि एकदमै मिठो र स्पाइसी भएको छ। खाने भएछ। बोडी र आलुको तरकारी नि एकदम मिठो भएको छ। मेरो चाहिँ यहाँ बहिनी चाहिँ साइडमा बसेर भात खाँदैछ। एकदम मिठो। मैले चाहिँ भिडियोमा फर्स्ट टाइम पोर्कको मासु खाँदै दुख्यो मैले खाएको। एकदम मिठो भएको हो। एकदम मिठो भएको छ।
साथीहरू खाने भए सबैजना आउनु होला। अनि मेरो चाहिँ सब्सक्राइबर कम छ, सबैजनाले मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरेर सब्सक्राइब बढाइदिनु होला। डेन्जर मिठो। Overload. दुईटा गाना लसुन हालेको थिएँ, दुईटै चाहिँ खाएर सक्यो। खान सक्यो भन्नु खाली। होइन साथीहरू, मैले चाहिँ सबै खानाहरू खाएर भ्याइसकेँ। अब चाहिँ म भिडियो एन्ड गर्नतर्फ लाग्छु। सबैजना चाहिँ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै भिडियो एन्ड गर्छु। बाई।